नमस्कार, म अक्षय सरदार ग्रामथान स्टुडियोबाट। गत भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार बाढी तिब्बततर्फको सीमावर्ती क्षेत्रमा अचानक आएको हिम चट्टान तथा पहिरोका कारण नदीमा ठूलो मात्रामा पानी, ढुङ्गा र माटो मिसिएर आएको आकस्मिक बाढी भएको बताइएको छ। बाढी अत्यन्त तीव्र गतिमा तलतर्फ बगेपछि रसुवाको टिमुरे, स्याफ्रुबेन्सी लगायतका क्षेत्र प्रभावित भएका छन्। बाढी भोटेकोशी हुँदै तलतर्फ फैलिँदा नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहु र नवलपरासी पूर्व लगायतका क्षेत्रमा समेत ठूलो प्रभाव परेको छ। नदी आसपासका बस्ती, सडक, पुल, सरकारी कार्यालय तथा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। पछिल्लो उपलब्ध विवरण अनुसार यस विपदमा कम्तीमा 157 जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ। त्यस्तै ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन तथा बेपत्ता रहेका छन्। प्रारम्भिक विवरणमा विदेशी तथा नेपाली पर्यटक सहित सयौं मानिस सम्पर्कविहीन भएको उल्लेख गरिएको थियो। सुरक्षा निकाय, जलविद्युत आयोजना तथा स्थानीय क्षेत्रमा कार्यरत व्यक्तिहरू पनि सम्पर्कविहीन भएको जानकारी आएको छ। बाढीका कारण सडक र पुलहरू बगाउनुका साथै घर, बजार, प्रहरी चौकी, भन्सार कार्यालय, जलविद्युत आयोजना र सवारी साधनमा ठूलो क्षति पुगेको छ। सरकारी प्रारम्भिक विवरण अनुसार 19 वटा मोटरेबल पुल र करिब 40 किलोमिटर सडक क्षतिग्रस्त भएका छन्। घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन्। हेलिकप्टर मार्फत समेत प्रभावित क्षेत्रमा पुगेर मानिसहरूको उद्धार गरिएको छ। यस घटनापछि त्रिशुली नदी र त्यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। नदीको पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार, खोला तथा जोखिमयुक्त स्थानमा नजान सम्बन्धित निकायले अनुरोध गरेका छन्। यो विपदमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार होस् र प्रभावित परिवारले शीघ्र राहत तथा आवश्यक सहयोग पाउन् भन्ने कामना गर्दछौं। म अक्षय सरदार ग्रामथान स्टुडियोबाट धन्यवाद।